च्यानल गाइस फ्रेन्ड्स स्वागत छ मेरो न्यू भिडियोमा। आज चाहिँ मेरो साथमा हेर्ने मेरो दिदी हुनुहुन्छ अनि हामी चाहिँ ल सुन्दर बस्ती जान लागेको। हाई हाई भनेको बाई भन्नुहुन्छ। दिदी केही बोलिदिन्छ किन दिदी चाहिँ लजाउनु भएको जस्तो छ। हामी सो गाइस अब हामी जान लागेको। धान काट्ने बेला पनि भइसक्यो त, त्यही भएर धान काट्न जान लागेको। म चाहिँ के काट्थेँ र अनि किन म चाहिँ उत्तिको आइरहेको अनि पनि देखाउने छु गाइस। अनि गाइस हामी चाहिँ आधा बाटोमा पुगिसकेको छौँ। अब थोरै टाइममा पुग्नेवाला छौँ। गाइस हेर्नु त कस्तो धुलो छ। अहिले उहाँ गएर खुट्टा धुनुपर्ने हुन्छ गाइस। हामीले चाहिँ गाइस हामी उहाँ गएर खुट्टा धुनुपर्ने हुन्छ। कस्तो धुलो छ, कस्तो धुलो छ गाइस। अब उता गएर अब हामी हात खुट्टा धुनुपर्ने हुन्छ गाइस। ल कसम कस्तो धुलो हो क्या, कस्तो धुलो हो क्या, कस्तो धुलो खुट्टा फोहोर पनि पुगिसक्यो गाइस। ल हामी आधा बाटोमा पुग्छौँ गाइस। हामी चाहिँ अहिले पुगिसकेको छौँ। अझै मम्मीहरू या सो गाइस मम्मीहरू चाहिँ यहाँनिर धान खान लाग्नुहुन्छ। यी धान खान लाग्नुहुन्छ। हामी चाहिँ यहाँनिर दिदी पनि धान काट्न लाग्नुहुन्छ। हेलो निन्न दिदी। हेलो हाई हेलो गाइस अब धान काट्न लागेको छौँ। अनि अहिले चाहिँ दुईजना मात्र छन्। अनि अहिले आउँछन्, अहिले धान काट्न लाग्छन्। उता चाहिँ अब म उता गइरहेको छु गाइस। पनि हजुरबा चाहिँ यहाँ चिल पारेर सुतिराख्नु ल। आदिन हजुरबा लगाइछ। हजुरआमा चाहिँ यहाँ बाडी दिनु, हजुरआमा चाहिँ यहाँ बाडी दिनु आदिन हजुर। अब फुपू पुसाइहरू उता जानुभयो, कोही जानुभयो, खोइ के गर्न जानुभयो त्यो थाहा होइन। ल ल आमा ल लगाइदिउँ भने ल चाहिँ मैले मोटर लगाइदिएँ गाइस। अब एकछिन गाइस हामीले खुट्टा सुट्टा टक्क धुनु पर्नु हुन्छ। खुट्टा सुट्टा धोएर सो गाइस मोटर लगाएको पानी नै होइन। अब धार पेल्न जानु सुक्यो होला क्या। अब गर्मीको मौसममा लाग्छ त त्यो भएर सुक्यो होला गाइस। हामी त अब धार पेल्न छौँ। अनि हामी यहाँ धार लगाएको छ। धारमा त पानी छ। सो गाइस धार पेल्न सुत्दैछ। अब मोटर लगाएको पानी आउँछ कि नै थाहा छैन। सो गाइस अब मोटर लगाउँछु म। हजुरआमा पानी आयो अन्त। सो गाइस अब मोटर लगाइसकेको छु। म हात खुट्टा धुनुपर्ने हुन्छ। सो गाइस मैले हात खुट्टा धोइसकेँ। गाउँ काट्न आएको छौँ हामी। बाई बाई गाइस।